याङन्याक वा उम्न्याक। याङन्याक भने अङ्ग्रेजी पात्र र उम्न्याक भनेको कोरियन पात्र है। अब अङ्ग्रेजी पात्र र कोरियन पात्रको बारेमा हामी पढ्न गइरहेको छौँ। हान्गुके थाल्यागुल फोमेन कोरियाको पात्र हेऱ्यो भने खुन सुज्जा ठुलो अङ्क वा हाम्के सँगसँगै सक्कन सुज्जा र सानो अङ्कले नाल्चाका छक्क्या नुन मिति लेखिएको इन्नुन लेखिएको खसुल कुरालाई फोल्सुसिन्दा देख्न सकिन्छ। भने कोरियाको पात्र हेऱ्यो भने चाहिँ सानो अङ्कले पनि लेखेको हुन्छ अरे अनि ठुलो अङ्कले पनि लेखेको हुन्छ। जस्तै नेपाली पात्रमा हुन्छ नि सानो अङ्क र ठुलो अङ्क, त्यसरी नै कोरियाको पात्र हेऱ्यो भने पनि सानो अङ्कले लेखेको मिति पनि देख्न सकिन्छ, साथसाथै ठुलो अङ्कले लेखेको मिति पनि देख्न सकिन्छ। खुन सुज्जानु ठुलो अङ्क चाहिँ याङनागोल खिजुनु र हान नाल्चाइगो हो। ठुलो अङ्क चाहिँ के रहेछ त भन्दा याङनागोल खिजुनु र हान नाल्चाइगो हो। अङ्ग्रेजी पात्रमा आधारित हान नाल्चाइगो एउटा मिति हो रे। र छक्कन सुज्जानु सानो अङ्क चाहिँ उम्न्यागोल खिजुनु र हान नाल्चाइगो हो। सानो अङ्क चाहिँ अङ्ग्रेजी पात्रमा आधारित एउटा मिति हो रे हो। यहाँ बुझ्नु पऱ्यो है, के भन्दैछ भन्दा ठुलो अङ्कले लेखेको चाहिँ अङ्ग्रेजी पात्रमा आधारित रहेछ, मिति रहेछ, अनि सानो अङ्कले लेखेको चाहिँ कोरियन पात्रमा आधारित एउटा मिति हो रे। हान्गुके सनुन कोरियामा चाहिँ याङन्याक वा हाम्के अङ्ग्रेजी पात्र सँगसँगै उम्न्याकुल आज कोरियन पात्रलाई अझै सायुङ हा गिते मुने प्रयोग गर्ने भएकोले गर्दा थाल्यागदो पात्रमा पनि याङन्याक वा उम्न्याकुल हाम्के फ्युसिए छुम्निदा हो। याङन्याक अङ्ग्रेजी पात्र र उम्न्याक कोरियन पात्र हाम्के सँगै फ्युसिए छुम्निदा देखाइदिन्छन् रे। भन्नु खोजेको कोरियामा चाहिँ अझै पनि अङ्ग्रेजी पात्र र कोरियन पात्र सँगसँगै प्रयोग गर्ने भएकोले गर्दा चाहिँ पात्रमा पनि अङ्ग्रेजी पात्र र कोरियन पात्र चाहिँ सँगै देखाएको हुन्छ। होइसाना हाग्यो कम्पनी अथवा हाग्यो कलेज स्कुल कलेज छङबोखिगन सरकारी संस्था दुङे आदिको इल्जङहान कार्यतालिका चाहिँ मोदु सबै याङन्याक उरुल अङ्ग्रेजी पात्रमा खिजुनु र हाम्नेदा आधारमा मनाइन्छ अथवा गरिन्छ। भन्नु खोजेको स्कुलको अथवा कम्पनीको अथवा सरकारी संस्थाका सबै कामको कार्यतालिकाहरू विधाका तालिकाहरू सबै केमा आधारित हुँदो रहेछ त भन्दा अङ्ग्रेजी पात्रमा आधारित हुन्छ अरे। ख्वाङबोकजल स्वतन्त्रता दिवस अथवा हानगुलनाल कोरियन भाषा लिपि दिवस दुङ आदि खुक्केङ इरिना, खुक्केङ इल भनेको राष्ट्रिय विधा अथवा फप्जङ खोङ्गो इल्दो। फप्जङ भनेको कानुनले तोकेको, खोङ्गो इल भने सार्वजनिक विधा, कानुनले तोकेको सार्वजनिक विधा पनि याङनागी खिजुनिम्निदा अङ्ग्रेजी पात्रमा आधारित हुन्छ। भनेपछि अङ्ग्रेजी पात्रमा के आधारित रहेछ त भन्दा कम्पनीको कार्यतालिका, स्कुल कलेजको कार्यतालिका, स्कुल कलेजको तालिका अथवा सरकारी संस्थाका तालिकाहरू सबै अङ्ग्रेजी पात्रमा आधारित रहेछन्। अङ्ग्रेजी पात्रमा विधा दिने नदिने, कुन दिन काम गर्ने जस्ता कार्यहरू चाहिँ सबै अङ्ग्रेजी पात्रमा गर्दो रहेछ। साथसाथै कोरियाको स्वतन्त्रता दिवस अथवा कोरियाको भाषा दिवस अथवा राष्ट्रिय विधा लगायत कानुनले तोकेको विधा पनि अङ्ग्रेजी पात्रमा आधारित मनाइदो रहेछ। खुराना तर छन्थोङ भनेको परम्परागत, मेङ्जल भनेको चाडपर्व। परम्परागत चाडपर्व भएको सल्लाल इना छुसक हुन्। सल्लाल भनेको नयाँ वर्ष, छुसक भनेको कोरियाको चाड, यो दुइटै चाड भनेर बुझेको। सल्लाल भने नयाँ वर्ष कोरियाको र छुसक भनेको चाड, बडा ठुलो चाड भयो, ठुलो चाड भनौँ न होइन हो। परम्परागत चाडपर्व जस्तै सल्लाल र छुसक चाहिँ उम्न्यागुल खिजुनु र हामीले कोरियन पात्रमा आधारित मनाइन्छ। भन्न खोजेको चाहिँ स्कुल कलेजको विधा, कम्पनीको स्कुल कलेजको विधा लगायत स्कुल कलेजको स्कुल डेहरू होइन, अनि कम्पनीको कार्यतालिका, सरकारी संस्थाका कार्यतालिका, साथसाथै कोरियाको स्वतन्त्रता दिवस, कोरियन भाषा दिवस, कोरियाको राष्ट्रिय विधा लगायत कोरियाले तोकिएको कानुनी विधा सबै अङ्ग्रेजी पात्रमा आधारित मनाइन्छन् भने तर कोरियाको चाडपर्व जस्तै सल्लाल र छुसक, परम्परागत चाडपर्व जस्तै सल्लाल र छुसक चाहिँ फेरि कोरियन पात्रमा आधारित मनाइदो रहेछ।
खुरेछ। त्यसैले हान्गुकेनुन कोरियामा चाहिँ याङन्याक, त्यसैले कोरियामा चाहिँ याङन्याक इरवल इल हो 1 महिना 1 गते, पहिलो महिनाको पहिलो गते भन्न खोजेको। र उम्न्याक इरवल इल र अङ्ग्रेजी पात्रोको पहिलो महिनाको पहिलो गते। सेहे नयाँ वर्षको छन्नाल पहिलो दिन चाहिँ थु भनी सुन्दा दुई पटक हुन्छ अरे। भन्न खोजेको कोरियामा त 2टा पात्रो मनाइन्छ, अङ्ग्रेजी पात्रो र कोरियन पात्रो हो। कोरियन पात्रोमा आधार मानेर चल्ने पनि गर्छन् भने अङ्ग्रेजी पात्रोमा आधार मानेर मनाइने चाडपर्वहरू पनि छन् होइन। जसले गर्दा कोरियामा चाहिँ 2 पटक नयाँ वर्ष हुन्छ अरे। एउटा चाहिँ कोरियन नयाँ वर्ष भयो भने एउटा चाहिँ अङ्ग्रेजी पात्रोको नयाँ वर्ष। जस्तै नेपालको जस्तै एउटा नेपाली नयाँ वर्ष वैशाख गते मनाइन्छ भने अङ्ग्रेजी पात्रोमा आधारित नयाँ वर्ष जनवरी 1 मनाइन्छ। त्यस्तै कोरियामा पनि अङ्ग्रेजी पात्रोमा अनुसारको पहिलो वर्ष र कोरियन पात्र अनुसारको पहिलो वर्ष गरी वर्षमा 2 पटक नयाँ वर्ष छन् रे खुरीको। अनि खेइने व्यक्तिको छुङ्ग्यो भने धर्म, व्यक्तिको धर्मले छोन्जुङ थोइनुन सम्मान हुने हान्गुकेसनुन कोरियामा चाहिँ येसु अथवा फुछनिम भने बुद्ध, गौतम बुद्धको थानसेङिरी जन्मदिन मोदु खुङ्गिरिन्दे सबै बिदा हो। येसुनिमे थानसेङिरिन, येसुको जन्मदिन भएको क्रिसमस जुन चाहिँ 12औं महिनाको 25 तारिकमा पर्दो रहेछ, जुन चाहिँ याङनेगुरो खिजुनुरो अङ्ग्रेजी पात्रमा आधारित छन्। र फुछनिमे गौतम बुद्धको थानसेङिल जन्मदिन चाहिँ उम्नेगुल खिजुनुरो खिन्याम्दा कोरियन पात्रमा आधारित स्मरण गरिन्छ, मनाइन्छ। भन्न खोजेको चाहिँ यहाँनिर कुन केमा मनाइन्छ याद गर्नु पर्यो। जस्तै कम्पनीको कार्यतालिका, सरकारी संस्थाका कार्यतालिकाहरू सबै अङ्ग्रेजी पात्रमा आधारित मनाइन्छ। स्वतन्त्रता दिवस, कोरियाको भाषा दिवस लगायत राष्ट्रिय विधा र कानुनले तोकेको विधाहरू सबै अङ्ग्रेजी पात्रमा मनाइन्छ भने, तर कोरियाको परम्परागत चाडपर्व जस्तै सल्नार र छुसक चाहिँ कोरियन पात्रमा आधारित मनाइन्छ। कोरियामा नेपालको जस्तै कोरियामा 2टा नयाँ वर्ष हुँदो रहेछ। एउटा अङ्ग्रेजी पात्रमा आधारित मनाइने नयाँ वर्ष र एउटा कोरियन पात्रमा आधारित गएर मनाइने नयाँ वर्ष। त्यसरी वर्षमा 2टा चाहिँ नयाँ वर्ष छन्। र हरेक व्यक्तिको धर्मलाई सम्मान गर्ने, कोरियामा चाहिँ सम्मान गर्ने भएकोले गर्दा चाहिँ येसुको जन्मदिनमा र गौतम बुद्धको जन्मदिनमा 2टामै चाहिँ सार्वजनिक बिदा गरिन्छ। र येसुको जन्मदिन चाहिँ अङ्ग्रेजी पात्रमा आधारित मनाइन्छ भने गौतम बुद्धको जन्मदिन चाहिँ कोरियन पात्रोको आधारमा मनाइन्छ अथवा सम्झिने गर्छन्। सेङिरे खेङ्गुएनुन जन्मदिनको अवस्थामा पनि याङन्यागुल खिजुनुरो अङ्ग्रेजी पात्रमा आधार मानेर हानुन सारामितको मनाउने मान्छे पनि छ। र भनेको जन्मदिनको अवस्थामा अङ्ग्रेजी पात्रमा आधार मानेर जन्मदिन मनाउने मान्छे पनि छ। र उम्नेगुल खिजुनु र हानुन सारामी सुनिदा हो अङ्ग्रेजी पात्रमा आधारित मनाउने सारामी सुन्दा मान्छे पनि छ। भन्न खोजेको कोरियामा चाहिँ अङ्ग्रेजी पात्रमा आधार मानेर पनि जन्मदिन मनाइन्छ, साथसाथै अङ्ग्रेजी लगायत कोरियन पात्रमा आधार मानेर, दुवै पात्रमा आधार मानेर जन्मदिन मनाउने मान्छेहरू छन्। इरखे यसरी याङन्यागवा उम्नेगी यसरी अङ्ग्रेजी पात्रो र कोरियन पात्रो हाम्के सुइगो इसस सँगै प्रयोग भइरहेर छिन्छ। साँच्चै सेङिरी आनिन्नारे जन्मदिन नभएको दिनमा फेक्वा जमिना डिपार्टमेन्ट स्टोर अथवा फ्योङवन हस्पिटल दुङ्गुरो बुत इत्यादिदेखि खोगेक निम सेङिर छुक्काम्निदा भनेको जन्मदिनको शुभकामना भनेको हो। त्यसरी ह्याप्पी बर्थडे भन्ने रानुन भन्ने मुन्जारुल म्यासेज फान्नन हेफनिङ पाउने अवस्था इरानागिदा हामीदा हुने पनि गर्छन्। भन्न खोजेको कोरियामा चाहिँ दुवै पात्रमा आधार मानेर जन्मदिन मनाइन्छ, जसले गर्दाखेरि जन्मदिन नभएको दिनमा पनि
डिपार्टमेन्ट स्टोर अथवा डिपार्टमेन्ट स्टोर अथवा हस्पिटलबाट चाहिँ जन्मदिनको शुभकामना भनेर म्यासेज प्राप्त गर्ने अवस्था हुने पनि गर्छन्।